र उसको हामीले एक्सरे गरेको थियौँ र एक्सरे हेर्नु त यो भाग कति ठुलो भएको छ नि, यो चाहिँ तपाईँको पेटको भाग हो। उसको हेर्नु त दिशा पनि खुलेको छैन, यो सानो भागले दिन देखाएको छ यो दिशा अड्केको। यो भागमा उसको पेट नै ठुलो भएछ। हेर्नु त बच्चाको पेट कति ठुलो छ। खास नर्मली हुनुपर्ने यति सानो हो यो भाग है। यो बाबुले के गर्छ, हिजो 3-4 दिनदेखि दिशा नभएको, अनि हिजो कोक खाइदिएछ। कोक खाएपछि हेर्नु यो पेट कत्रो ठुलो भएर आएको छ है। पेट एक्कासी पेटमा ग्यास र एसिड भरेर यस्तो भएको। यस्तो अवस्थामा उल्टी हुने, पेट दुखिराख्ने हुनसक्छ। भने सबै बाबुआमाहरूले आफ्नो बच्चालाई भनिदिनु पऱ्यो कि कोक, फ्यान्टा होइन यस्तो कुराहरू, जङ्क फुडहरू, चिप्स, कुरकुरे राम्रो कुरा होइन। भेजिटेबल्स खानु पऱ्यो, फ्रुट्स खानु पऱ्यो है, काँक्रो गाजरहरू खानु पऱ्यो है। खानेकुरामा चाहिँ चना केराहरू भन्दा बरु ग्रिन लिफी भेजिटेबल्सहरू खानु पऱ्यो, यो भनिदिनु पऱ्यो। यो पनि भिडियो देखाइदिनु त बाबुलाई, आफ्नो बच्चाहरूलाई। हेर्नु त जङ्क फुड खाने के हुन्छ हेर्नु त। ओहो कस्तो डर लाग्दो हेर त, जम्स पेटैभरि यस्तो पनि हुँदो रहेछ है। र बाबुहरू नानीहरू बुझ, हेल्दी फुड हेर त यहाँ के देखेको छ, यहाँ लेखेको छ हो। हेर हेल्दी फुडहरू, फ्रुट्स, भेजिटेबल्स है, सलाद, काँक्रो गाजरहरू कति हेल्दी रहेछ हेर त। र अनहेल्दी पनि हेर त छेउमा, बर्गर, पिज्जा यस्तो खानु हुँदैन है। कहिले कहिले खाने गयो, एउटा ठाउँमा त यस्तो सधैँ खानु हुँदैन, नत्र यही बेबीलाई जस्तो गाह्रो हुन्छ। आशा छ यो भिडियोले केही सचेतना जगाउला सबैलाई। धन्यवाद।